संसारको कुराले तपाईँलाई कहिले पनि परिवर्तन पार्न सक्दैन। साँच्चै नै परिवर्तन पार्ने एक मात्र बाटो हुनुहुन्छ, त्यो चाहिँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। संसारमा तपाईँले विश्वास भरोसा गर्नुभयो भने तपाईँ एक दिन चाहिँ नि मृत्युको अवस्थामा लगेर छोडिदिन्छ। अनि संसार यति साह्रो डरलाग्दो चिज हो कि परमेश्वरले चाहिँ 2025 वर्ष अगाडि नै यो संसारमा चाहिँ मानिसहरूलाई चाहिँ क्रोध खनाउनु भएको छ। किनभने मानिसहरू चाहिँ परमेश्वरभन्दा बुद्धिमानी ठान्थे है, परमेश्वरभन्दा ठुलो ठान्थे है। अनि परमेश्वरले भन्नुभएको छ रोमीको पुस्तकमा पनि, होइन, तिनीहरू बुद्धिमान भए तापनि मेरो अगाडि मूर्खै जस्तै नै छन् तिनीहरू। किनभने परमेश्वरको आज्ञालाई नमान्ने, परमेश्वरको आज्ञालाई पालना नगर्ने अनि आफ्नो बल बुद्धिमा भरोसा गर्ने व्यक्तिहरूलाई परमेश्वरले त्यो समयमा क्रोध खनाउनु भएको थियो। तर परमेश्वरले चाहिँ आजको दिनमा चाहिँ आज मानिसहरू जति नै बुद्धिमान भए तापनि तर परमेश्वरको मूर्ख नै छ। किन भनेको त भन्दाखेरि जसले चाहिँ परमेश्वरलाई विश्वास गर्दैन, जसले चाहिँ परमेश्वरलाई स्वीकार गर्दैन, जसले चाहिँ परमेश्वरको सत्यतालाई अँगाल्न सक्दैन, आज ती मानिसहरू चाहिँ संसारमा नै रमाइरहेको छ। तर हामीलाई परमेश्वरले जीवन दिनुभएको छ ताकि हामी संसारमा रमाउनु होइन, हामी परमेश्वरमा रमाउनको लागि परमेश्वरले हामीलाई जीवन दिनुभएको। उहाँको आज्ञामा खुसी हुन र हामी उहाँको आज्ञा पालना गर्न परमेश्वरले हामीलाई बोलाउनु भएको छ। अनि परमेश्वरको आज्ञालाई लिएर जसले हिँड्छ, परमेश्वरको वचनलाई जसले विश्वास गर्छ आजको दिनमा, अनि त्यो मानिस चाहिँ नि एउटा बुद्धिमान मानिस हो भनेर परमेश्वरले भन्नुहुन्छ। जसले मत्तीको 7:24 भन्नुहुन्छ, जसले मेरो वचन सुन्छ र जसले मेरो वचन विश्वास गर्छ, पालना गर्छ, म त्यसलाई एकजना बुद्धिमान मानिससँग तुलना गर्नेछु। परमेश्वरले चाहिँ नि हामीहरूलाई बुद्धि दिनुहुन्छ अनि विनाशको अगाडि पुग्नको लागि, त्यो ढोकाको लागि हामीलाई जीवन दिएको होइन, हामीलाई अनन्त ढोकासम्म पुर्याउनको लागि, जो चाहिँ अन्तिम स्थितिसम्म स्थिर रहन्छ परमेश्वरमा, त्यसलाई परमेश्वरले उठाइलानुहुन्छ। अनि संसारतिर होइन, हामी परमेश्वरतिर अगाडि बढ्नुपर्छ।